कढीपत्ता कढीपत्ता नेपाली भान्सामा स्वाद र सुगन्ध बढाउनका साथै स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ। यसमा धेरै औषधीय गुणहरू हुन्छन्, तर यसको अधिक सेवनले केही बेफाइदा पनि पुर्याउन सक्छ। यसका फाइदा र बेफाइदाहरू तल विस्तृत रूपमा दिइएका छन्। कढीपत्ता खानुका फाइदाहरू। फजिदाहरू। कढीपत्ता धेरै पोषक तत्त्वहरू जस्तै भिटामिन ए, बी, सी, ई, आइरन, क्याल्सियम, प्रोटिन र एन्टिअक्सिडेन्टहरूले भरिपूर्ण हुन्छ। यसको सेवनले धेरै स्वास्थ्य लाभहरू मिल्छन्। पाचनमा सुधार। कढीपत्ताले पाचन रसहरूलाई उत्तेजित गर्छ जसले खानालाई राम्रोसँग पचाउन मद्दत गर्छ। यसले अपच, कब्जियत र एसिडिटी जस्ता समस्याहरूबाट राहत दिन्छ। तौल घटाउन सहयोगी। यसमा फाइबरको राम्रो मात्रा हुन्छ, जसले तपाईलाई लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र अनावश्यक खाना खानबाट रोक्छ। यसले मेटाबलिजमलाई पनि बढाउँछ। मधुमेह नियन्त्रण। कढीपत्तामा यस्ता गुणहरू हुन्छन् जसले रगतमा चिनीको मात्रा ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ। मधुमेहका बिरामीहरूका लागि बिहान खाली पेटमा 5-6 वटा कढीपत्ता चपाउनु लाभदायक हुन सक्छ। कपालका लागि फाइदाजनक। यसले कपाललाई समयभन्दा पहिले सेतो हुनबाट बचाउँछ, कपाल झर्ने समस्या कम गर्छ र यसलाई पोषण दिन्छ। यसका पातहरूको मास्क वा तेल कपालका लागि धेरै उपयोगी हुन्छ। कोलेस्ट्रोल कम गर्छ। कढीपत्ताले शरीरमा खराब कोलेस्ट्रोल, एलडिएल कम गर्न र राम्रो कोलेस्ट्रोल, एचडिएल बढाउन मद्दत गर्छ, जसले मुटुलाई स्वस्थ राख्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसमा पाइने एन्टिअक्सिडेन्टहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन् र रोगहरूसँग लड्न मद्दत गर्छन्। रक्त अल्पताबाट बचाउँछ। कढीपत्ता आइरन र फोलिक एसिडले भरिपूर्ण हुन्छ, जसले रक्त अल्पता, रगतको कमीलाई हटाउन मद्दत गर्छ। कलेजोका लागि फाइदाजनक। यसले कलेजोलाई स्वस्थ राख्न र यसलाई डिटक्सिफाई गर्न पनि सहायक हुन सक्छ। एन्टिब्याक्टेरियल र एन्टी-इन्फ्लामेटरी गुण। कढीपत्तामा एन्टिब्याक्टेरियल, एन्टिभाइरल र एन्टी-इन्फ्लामेटरी गुणहरू हुन्छन्, जसले संक्रमण र सुजनसँग लड्न मद्दत गर्छन्। कढीपत्ता खानुका बेफाइदाहरू। बेफाइदाहरू। यद्यपि कढीपत्ता सामान्यतया सुरक्षित मानिन्छ, तर केही अवस्थामा वा अधिक मात्रामा सेवन गर्दा यसका केही बेफाइदाहरू पनि हुन सक्छन्। एलर्जी। केही व्यक्तिहरूलाई कढीपत्ताबाट एलर्जी हुन सक्छ, जसले छालामा रातोपना, चिलाउने वा पेटमा असहजता निम्त्याउन सक्छ। कम रक्तचाप। कढीपत्ताले रक्तचाप कम गर्न मद्दत गर्ने हुनाले पहिलेदेखि नै मधुमेहको औषधि सेवन गरिरहेका वा सामान्यतया कम रक्तचाप भएका व्यक्तिहरूले यसको अधिक सेवन गर्दा कम रक्तचापको समस्या हुन सक्छ। गर्भावस्था र स्तनपान। गर्भवती र स्तनपान गराउने महिलाहरूले कढीपत्ताको सेवन गर्नुअघि डाक्टरको सल्लाह लिनुपर्छ, किनकि अधिक मात्रामा यसले एसिडिटी वा पेटमा जलन पैदा गर्न सक्छ। जलन। कढीपत्ताको पेस्ट वा तेल आँखामा गएमा जलन वा असहजता हुन सक्छ। पाचन सम्बन्धी समस्याहरू। अधिक सेवनमा यो पाचनका लागि राम्रो भए तापनि केही अवस्थामा धेरै सेवन गर्दा पेटमा समस्या हुन सक्छ। निष्कर्ष। कढीपत्ता एक धेरै गुणकारी जडीबुटी हो जसलाई तपाईँ आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ। यद्यपि कुनै पनि चीजको अत्याधिक सेवन हानिकारक हुन